नमस्कार सम्पूर्णमा प्राउड नेपाल युट्युब च्यानलमा सम्पूर्णलाई स्वागत छ। र आजको टपिक के रहेको छ भने युट्युबमा काम गर्नको लागि कुन कन्टेन्ट चाहिँ बेस्ट हुन्छ, म त्यसको बारेमा पनि हजुरलाई आज जानकारी दिनेछु। दुई तीनटा टपिक आज एउटै भिडियोमा मैले समेट्ने हुँदा यो भिडियो हल्का लामो पनि हुनसक्छ, सुनेर र हेरेर साथ दिनुहोला भन्न पनि चाहन्छु। अहिलेको समयमा चाहिँ युट्युब मोनिटाइजेसनको लागि रिक्वायरमेन्ट चेन्ज हुनेवाला छ, भइसकेको चाहिँ छैन। अब फेब्रुअरी 1बाट चाहिँ चेन्ज हुनेवाला छ। सर्ट्स च्यानलको लागि 10 मिलियन भ्युजको सट्टामा 20 मिलियन भ्युज रिक्वायरमेन्ट हुन्छ भने लङ भिडियोको हकमा चाहिँ अहिले चाहिँ 4000 वाच टाइम कम्प्लिट गरे च्यानल मोनिटाइज हुन्छ भने फेब्रुअरी 1 भन्दा अगावै र फेब्रुअरी 1 पछि चाहिँ हजुरले 4000 वाच टाइमको सट्टामा 8000 वाच टाइम डबलले मेहनत गर्नुपर्ने हुन्छ। त्यो चाहिँ एकदमै गाह्रो हुनेवाला छ सानो कन्टेन्ट क्रिएटरको लागि। एकदमै यो फलामको चिउरा चबाए जस्तो नै हो। आज चाहिँ मेरो एक्सपिरियन्स पनि सुनाउने छु कि मेरो एउटा सर्ट्स च्यानल थियो, त्यसमा चाहिँ लास्टै छिटो ग्रो अप भइरहेको थियो। तर मेरो लङ च्यानल हेर्नुहुन्छ भने बिस्तारै ग्रो अप हुँदैछ, किनकि लङ च्यानलले कुनै पनि भिडियोलाई यत्तिकै ग्रो अप गर्दैन, किनकि त्यसको एल्गोरिदम र कुन टपिकमा छ र कुन भाइरल टपिकमा छ कि छैन र भिडियो क्वालिटी र भिडियोको सम्पूर्ण विवरणलाई चाहिँ जाँचेको हुन्छ युट्युबले। त्यही भएर लङ भिडियोलाई चाहिँ त्यति छिटै भाइरल चाहिँ गर्दैन। विशेष गरी लङ भिडियोमा के हुन्छ भने कन्टेन्ट कुन हिसाबले बनाइएको छ र कतिको इन्फर्मेटिभ छ र मान्छेले कति सर्च गर्छन्। कन्टेन्ट चाहिँ यस्तो बनाउनुहोस् कि तपाईँको सर्च गरेरै जतिसक्दो हजुरको च्यानलमा आओस् मान्छे। सर्च गर्दा कन्टेन्ट भेटियो भने हजुरको च्यानलको रिच छिटो बढ्छ र यसले चाहिँ हजुरलाई भविष्यमा धेरै नै मद्दत गर्छ आफ्नो च्यानललाई ग्रो गर्नको लागि। यो चाहिँ खास गरी लङ भिडियोको लागि उपयुक्त छ। र धेरैको क्वेसन चाहिँ के आउला भने सर यिनी दुई मध्ये कुन चाहिँ बेस्ट छ, कुनमा चाहिँ हामीले लङ र सर्ट्स कुन भिडियोमा चाहिँ हामीले काम गरेपछि छिटो युट्युब च्यानल मोनिटाइज हुन्छ भन्नुहुन्छ भने त्यसबारे पनि म पूर्ण रूपमा जानकारी दिनेछु। लङ भिडियोलाई चाहिँ हजुरले मुख्य रूपमा कन्टेन्ट बनाउनुहोस् र सर्ट भिडियोलाई चाहिँ प्र्याक्टिकल्ली रूपमा त्यो लङ भिडियोलाई काटछाट गरेर सर्ट भिडियोलाई चाहिँ अपलोड गर्नुभयो भने हजुरको च्यानल दुईतर्फबाट नै रिच बढ्दै जान्छ र च्यानल ग्रो अप हुन्छ। लङ भिडियोबाट आएको वाच टाइम चाहिँ हजुरको मोनिटाइजेसन रिक्वायरमेन्टमा जोडिन्छ भने सर्ट भिडियोबाट आएको वाच टाइम चाहिँ जोडिँदैन, तर च्यानलको सब्सक्राइबर र रिच चाहिँ बढ्छ, जसले चाहिँ हजुरलाई धेरै सहयोग गर्छ भ्युज आउनको लागि र च्यानल ग्रो अप हुनको लागि। हजुरले लङ भिडियोमा धेरै फोकस गरेर भिडियो बनाउनु भयो भने वाच आवर छिटै पुरा हुन्छ, जस कारणले वाच आवर छिटो पुरा भएपछि र सब्सक्राइबर पनि 1000 के भन्दा चाहिँ माथि पुग्छ। सब्सक्राइबर बढाउनको लागि पनि हजुरलाई एकदमै सहज हुन्छ। लङ र सर्ट दुवै भिडियो हजुरले अपलोड गर्नुभयो भने हजुरको मुख्य कन्टेन्ट चाहिँ लङ भिडियोमा हुनुपर्छ, किनकि लङ भिडियोले नै हजुरलाई रिभेन्यू राम्रो दिन्छ। किनकि हजुरको सर्ट भिडियोले रिभेन्यू दिने भनेको विज्ञापनले मात्रै हो। विज्ञापन गर्न सक्नुभयो भने सर्ट भिडियोमा तपाईँको फ्युचर चाहिँ राम्रो हुन्छ। विज्ञापन गर्न सक्नु भएन भने 1 मिलियन 2 मिलियन भ्युजको पनि हजुरले 200 नेपाली 200 400 भन्दा बढी पाउनुहुन्न। जस्तै लङ भिडियोमा 1000 भ्युज गयो भने पनि हजुरले 200 जति रिभेन्यू जनरेट गर्न सक्नुहुन्छ वा 160 रुपियाँसम्मको रिभेन्यू जनरेट गर्न सक्नुहुन्छ। त्यस कारणले हजुरले फोकस चाहिँ लङ भिडियोमा गर्नुहोस्। जस्तै नेपालको हकमा चाहिँ नेपाली कन्टेन्ट बनाउनुहुन्छ भने चाहिँ म सर्ट भिडियोको लागि चाहिँ रिक्वायरमेन्ट गर्दिनँ, तर लङ र सर्ट दुवै भिडियो लङ भिडियो बनाएर त्यो लङ भिडियोलाई सर्ट भिडियोमा कन्भर्ट गरेर दुईटै भिडियो चाहिँ राख्न सक्नुहुन्छ, जसले चाहिँ हजुरको च्यानल ग्रो अप हुनको लागि एकदमै महत्त्वपूर्ण भूमिका खेल्नेछ। युट्युब एल्गोरिदम अनुसार नै हजुरले भिडियो बनाउँदै जानुहोस्, लङ भिडियो बनाउँदै जानुहोस् र इन्फर्मेटिभ टपिकमा लङ भिडियो बनाउँदै जानुहोस्, भाइरल टपिकमा लङ भिडियो बनाउँदै जानुहोस्। हजुरले सोसल मिडियामा हेर्न सक्नुहुन्छ, नेपाली युट्युबर हुनुहुन्छ र नेपाली कन्टेन्ट क्रिएसनमा इन्ट्रेस्ट गर्नुहुन्छ भने सोसल मिडियामा भाइरल टपिकहरू निकै नै धेरै रूपमा देख्न सक्नुहुन्छ। त्यसबाट एउटा टपिक्स लिनुहोस्
र इन्फर्मेटिभ भिडियोलाई चाहिँ हजुरले बेस्ट फोकस गरेर चाहिँ बनाउनुहोस्, जसको कारणले हजुरको च्यानल चाहिँ छिटो ग्रो अप हुन्छ भन्ने मेरो आशा छ। र हजुरलाई आजको मेरो यो भिडियो कस्तो लाग्यो भनेर प्रतिक्रिया चाहिँ दिन नबिर्सिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर र भिडियोलाई लाइक चाहिँ गर्न पनि नबिर्सिनु होला। धन्यवाद।